नमस्ते राहुलज्यू। नमस्ते। मुस्ताङ थकाली सिलगढीमा खोल्ने प्रेरणा तपाईँलाई के कुराले दियो? मुस्ताङ थकाली तपाईँको भन्नुपर्दाखेरि हाम्रो थकाली खाना चाहिँ नेपालमा एकदमै प्रसिद्ध छ। अनि त्यही भएर हामीले यता सिलगढी इन्डियामा हेर्दाखेरि नेपाली खानाको अलिकति भए पनि अभाव पायौँ। अनि त्यो हेरेर चाहिँ हामीले यतानिर मुस्ताङ थकाली जुन चाहिँ तपाईँको थकाली थाली हुन्छ त्यो चाहिँ सिलगढीमा इन्ट्रोड्युस गरेको हौँ। सो राहुलज्यू, धेरैजना मान्छेले चाहिँ थकालीलाई चाहिँ एज अ थकाली सेट या थकाली खाना भनेर बुझिन्छ, तर एक्चुअलमा थकाली चाहिँ के चाहिँ हो? अब थकाली भन्नुपर्दाखेरि थकाली चाहिँ हाम्रो एउटा कम्युनिटी हो जो चाहिँ मुस्ताङको बासिन्दाहरू हुनुहुन्छ, ओरिजिनली फ्रम मुस्ताङ। सो उहाँहरूको चाहिँ यो जुन चाहिँ तपाईँको भन्नुपर्दाखेरि उनीहरूको परिकार यो डिफ्रेन्ट टाइप अफ खानाहरू चाहिँ थकालीमा तपाईँको सर्भ गरिन्छ है। भन्नाले अब अहिले यो हाम्रो जुन चाहिँ थकाली थाली छ एकदमै प्रसिद्ध छ तपाईँको नेपालतिर। अनि अहिले एकदमै चलिरहेको खाना भन्दाखेरि यही नै हो नेपालमा चाहिँ है। सो अब मैले पनि यसो हेर्दै गर्दा चाहिँ थकाली खानामा चाहिँ स्टिल प्लेट भएको म देखिरहेको छु मुस्ताङ थकालीमा। तर धेरैजनाले काँसाको थालमा पनि हुनुपर्ने भनेर भनेको सुनिन्छ, तर एक्चुअलमा चाहिँ केमा सर्भ गर्ने हो खाना चाहिँ एक्चुअलमा? भेरी इन्ट्रेस्टिङ क्वेसन हो यो। अनि मलाई अलिकति यसमा क्ल्यारिफिकेसन पनि दिनु थियो है। अनि यो काँसाको थाल चाहिँ मेनली तपाईँको नेवारी जातसँग एसोसिएटेड हो। अनि नेवारी खाजाहरू जब दिन्छौँ हामीले तपाईँको काँसाको थालमा दिन्छौँ। तर वेयरएज तपाईँको यो थकाली खाना दिँदाखेरि चाहिँ पहिला सिल्भर प्लेटमा तपाईँलाई सर्भ गर्थ्यो। तर अहिले तपाईँको त्यस्तो छैन, अब सिल्भरमा दिनु मिल्दैन। अनि त्यही भएर सिल्भरलाई रिप्लेस गरेर चाहिँ तपाईँको यो अहिले स्टिल प्लेटमा दिन्छौँ। हस्पिटालिटी त्यही हो है, तर अब स्टिल मात्रै तपाईँको चेन्ज भएर गएको। अनि त्यही भएर वाइडली युज नै तपाईँको स्टिल प्लेटमा हुन्छ। सो राहुलज्यू, धेरैजना व्यक्तिहरू हुनुहुन्छ होला या मानिसहरू हुनुहुन्छ जसले थकाली खाना ट्राई गरेको छैन। सो उहाँहरूलाई कुनै मेसेज दिनु चाहनुहुन्छ? हजुर, म के मेसेज दिनु चाहन्छु भन्दाखेरि हाम्रो थकाली कम्युनिटीमा चाहिँ हस्पिटालिटी पनि हाम्रो एकदमै प्रसिद्ध छ। तपाईँ यता आएर हाम्रो वार्म हस्पिटालिटी पनि ट्राई गर्न सक्नुहुन्छ, किनकि हाम्रो ब्रान्डको ट्यागलाइन नै घरको जस्तो खाना हो अनि आमाको जस्तो माया। आई होप तपाईँहरू आएर त्यो यहाँ एक्सपिरियन्स गर्नु सक्नुहुन्छ। अनि मेसेज चाहिँ म त्यति नै दिन चाहन्छु है। धन्यवाद।